अपना फेर्नुहोस् पनिशमेन्ट गर्नु भन्नु त यिनीहरूलाई यिनीहरूलाई पनिशमेन्ट गर्नु भन्नु त अघि हामीलाई के भन्यो यिनीहरूले कस्तो फिल यो एरिसलाई थाहा छ कि गाइस होस्ट भन्ने मान्छेहरूलाई थाहा हुन्छ के यसलाई भन्नु त यसलाई होस्ट ब्याड के अरे बदमासलाई सबजनाले कङ्ग्रेचुलेसन भनिदिनु है गाइस च्याटमा ल गर पनिशमेन्ट गर्दा याद गर पनिशमेन्ट गर तँलाई यहाँ के एक एपिसोड हामी रेडियो नेपालमा तँलाई भार भार भन्नलाई छिटो जा पनिशमेन्ट गर तिमीहरूको 99 100 स्कोर जति आएको थियो 15 के अरे 49 वटा खुर्सानी हुन्छ जाऊ गर आफ्नो पनिशमेन्ट याद गर्ने फटाफट गरेर काममा लाग्ने अब अहिले भने तिमीहरु भनेको हामी जल्द बल्दको नोकर हो नोकर फिलहाल नोकर एउटा भनेको जा गर ओइ लाटो काम गर त बहिरो हैन त लाटो मात्रै होस् गर काम गर सुनाइदिया छ तँलाई बार बार भनिरहनु पर्दैन के रे चन्दन सुन न चन्दन टाउकोमा इटा राखेर सिसा फुटाल्दिने कसैले गरेछ नि यो पनिशमेन्ट कति वटा छ 5 वटा मसँग बियरको ओइ बोतल 5 वटा हाम्रो 1 लाखको स्क्यान तिमीहरुको 5 वटा 5 वटा 5 लाख डिल भएको रवि के हामीले त्यहाँ छैन ल 5 वटा हामीले त्यहाँ छ छैन नि अन्डा भनेको स्कोरको अनुसारको हुन्छ त्यो 5 वटा भन्दा बढी हुँदैन ओइ लाटो डराइस साले नामर डराइस अहिले डराइस अन्डा भनेको स्कोरमा ओइ बेस्ट अफ 3 को ओइ रविजी बेस्ट अफ 3 को म्याच ल ल्याग नगर्नी बेस्ट अफ 3 को म्याच हो नि हो स्कोर छ म्याच हेलो रविन दाइ फ्रीमा अन्डा भनेको स्कोरको फ्रीमा अनुसारको हुन्छ फ्रीमा को छ ह ए तिमी बोल्दै चन्दन तलने सपना लियो गाइस तिमीले भन्छौ नि चन्दन सपना जति घिडा गरेर गर न एउटा कुरा सिधा कुरा भन्छु सपना आएर मात्र भ्युर्स बढायो म सिधा कुरा हो तिमीले भन्छौ नि सपना पनौती हो स्कोर आउन सपनाका धोबी खाइस भन्छ तपाईँले ठिक छ म सुन्छु तर चन्दनले सपनाले गर्दाखेरि गेम हाइप हुन्छ रे भ्युर्स बढेको 17,000 मान्छे हाम्रोमा आउनुभयो सपनाले गर्दा सिधा कुरा हो स्पेशल थ्याङ्क्स गोइस टु किनभने गेमको हाइप चाहिँ उसले माथि बढाइन्छ कि चन्दनलाई तलाउनु भनेको सपनाले हो कसले रमिता पनि यस्तो गेम यस्तो के च्यालेन्जिङ खेल्ने सबले एउटा सानी 5000 मा एउटा अन्डा 10000 मा हो एउटा ग्लास रविनजी यो 5 वटा रविनजी हजुर यसलाई भन्नु त 5000 मा एउटा अन्डा 10000 मा एउटा ग्लास हाम्रो पनि 2 लाख 3 लाख यसको स्कोर यसलाई यो आउँछ लाटोलाई सम्झाउनु त पढाइ छैन यसले गन्ती गर्नु त सेम पनिसन थियो र यिनीहरूले ग्लास तोड्ने भनेको थियो यिनीहरूले आफैले भनेको डिल भएको त्यो 5 वटा एउटा ओइ अहिले 10000 मा एउटा ग्लास हुन्छ ल लाटो फ्रीको कोइन हैन नि पैसा परेको रविन दाइ, पैसा परेको अघि डिल भएको थियो कि तेरो हामीले रेस्पेक्ट गरेर पनिशमेन्ट गर्नु पर्ने चुपचाप गएर पछि भने अहिले नाटक देखाउँछस् यो अस्ट्रेलियन गाई गर गर जा काममा लाग्न साले नोकर जा न यार काममा लाग के डिस्कस नगर टाइम वेस्ट नगर अस्ट्रेलियन गाई एउटा खुर्सानी पिसेर राख जा तेरो सुरक्षा छ नि त्यहाँ त घुसाइदे त हो जा पनिशमेन्ट गर सिक तेरो पार्टनरसँग सिक देख काममा रविन दाइ लागिसक्यो पनिशमेन्ट भन्नुहुन्छ कि के काममा लागिसक्यो उ देख सिक काममा लागिसक्यो तेरो पार्टनर हो देख सिक साले माग्न मात्रै आउँछ लाटो गर्न आउँदैन स्कोर आएको छ भने अनि चन्दनको पनिशमेन्ट र मेरो पनिशमेन्ट सेम होइन र सेम छैन तर मलाई भनेको चाहिँ गिलास हैन इट इज डिफरेन्ट हो तिमीहरुको थाहा छ डिफरेन्ट अनि स्कोर अनुसारको अन्डा मेरो कुरा सुन जुन गर्न मलाई तेरो मर्जी अन्डा तोड्न नै सक्छस् त बाइक अगाडिको तोड्न नै सक्छस् यो निकालेर आफ्नो मार्न नै सक्छस् पछाडी तेरो मर्जी अनि ग्लास तोड्न नै सक्छस् तेरो मर्जी तर 10000 मा एउटा ग्लास किनकि हाम्रो बेस्ट अन्डा मात्रै हुन्छ चुप म त गर्दैन बाक रविनजी हेर्नु ल हाम्रो स्कुल आइसी के गर्छ यसले हेर्नु यो यसको हेर्नु नाटक तीनटा अप्सन छ त गर्न सक्दैनस् भने एउटा गर्न भाइ हिसाब फोड्छु त भाइ एउटा गर्न 10 वटा फोड्नु पर्छ बेस्ट अफ 3 हो हाम्रो बेस्ट अफ 3 पहिलो म्याचमा 61000 थियो पहिलो म्याचमा सपना सुन मेरो कुरा सुन ल सपना सरी है बीचमा कुरा काटे त्यस्तो हुँदैन ल बेस्ट अफ 3 हाम्रो स्कोर आयो भन्ने हुँदैन गेमै बेस्ट अफ 3 हो क्या एरिस त्यस्तो नगर ल स्कोरको हिसाबले एले पनिशमेन्ट गर्नुपर्छ तिमीले गरिरहेछ एलिन गर्नुपर्छ चन्दनले गर्दैन के पनिशमेन्ट तीनटा अप्सन छ तीनमा कुनै पनि गर्न सक्छ यसले अन्डा तोड्न सक्छ
माथिको लाइट तोड्न सक्छ गएर बाइक तोड्न सक्छ अप्सन छ त यार यसलाई सिसा त्यसो तोड्ने नगर यार, दिएकै छैन चन्दनले punishment कहाँबाट सिसा गर्छ तोड्छस् तैँले है कसले दियो तँलाई सिसा तोड्ने ए ल बोल कति त्यसले गर्छ त्यो पनिसमेन्ट त्यस्तो नगर्नु यार त्यसलाई। ल बोल अन्डा तोड कति रवि चाहिँ कतिवटा हुन्छ भन्नु त गाइस अन्डा कतिवटा हुन्छ भन्नु त कुन त नि खै कसरी गर्नु त्यस्तो नपेल्न यार कस्तो रहेछ यार पहिला तैँले अन्डा दुइटै भनेर डिल गरेको छस् तेरोमा मिलियन आए पनि डजन्ट म्याटर के सपना छोड दे ओइ तेरोमा पो ओइ आइरिस तेरोमा पो दुईटा अन्डा छ त यसकोमा त छैन नि त दुईटा अन्डा यार के कुरा गरेको अनि कमलले अघि धेरै अन्डा खा भन्दै है फेरि त्यही त नि हो आफ्नो भने। तर अघि किल भएको थियो दुईटा अन्डा पर्ने डिल भएको थियो नि त अब अन्डा त होला नहोला आफ्नो ठाउँमा छ नि त रुबिनजी। ल बोल ताले नामर दा। अन्डा पर्नु ल बोल रविनजी तपाईँ आफै अन्डा चिन्नु यार कति अन्डा पर्नु डिल भएको भने त अब छोड्नु के अन्त नि यार दुइटा अन्डा मात्र डिल भएको हो नि त। कतिवटा अन्डा हुन्छ ल भन स्कोरको कति 5000 मा एउटा अन्डा हुन्छ कति अन्डा भाइ, अन्डा हुन्छ त के गर भनेदेखि तेरो पनिसमेन्ट एकै हो यो एरिसले पनिसमेन्ट गर्छ नि त्यही हेरेर बस तेरो अनि पनिसमेन्ट भन्छ सनी त छोड दे यार छोड दे बिचारा छोड दे हेरेर बस पनिसमेन्ट त नगर यार दुईटा अन्डा नै किन तोड्छस् यार भरे बुढी र त बसेर खा अन्डा न धेरै तोड्छु बुढाबुढी बसेर खाओ किन तोड्नु दुईटा अन्डा नि छोड्नु न यार छोड दे। रविनजी तपाईँ नि भन्नु यसलाई भन्नु एरिस गइरहेछ तपाईँ चन्दनलाई भन्नु तोड तोड अब डिल भएको भने त अब दुईटै हेर्नु सब ल जिल भागो छैन त ल कति अन्डा तोड्नु ल भन यदि 5000 मा यो भन्छ अब केही नभने 1,54,000 त स्कोर आएको त्यस्तो होइन कि 1,54,54 हुँदैन तर एरिस डिल भएको नबोल्ला तेरो पनिसमेन्ट गर्ने नबोल्ला ओइ के हाम्रो अब एउटा यसमा बेस्ट हैन, नम्बर अब बोलिन्छ नि। यसमा आउँछ नि बोल्ने हैन पनिसमेन्ट गर्ने चुपचाप लाएर ल बोल कति अन्डा तर मान्छेले गर्छु भनेर गर्दैन यत्रो 1,54,000 मा दुईवटा अन्त त बिजोकै हुन्छ नि यार अब डिल गरेर भने चन्दन डिल गरेर नेक्स्ट टाइम त दुईले हेर्छ म यिनीहरूलाई के मन भन्दिनँ जानु न यदि डिल गरे हैन भने त अब यदि रविनजी उसले एरिसले दुईटा अन्डा छ भनेको थियो उनलाई चाहिँ ओके भनेको थियो हामीले चन्दनले चाहिँ चन्दनको चाहिँ दुईटा भन्दा धेरै छ ल भनेको थियो कि हो त्यो भन्नु हो त्यो हो त्यही भएर अब कति हिसाब गर्दा 31 कति हुन्छ अरे तँलाई गर्न आउँछ भने आफै गरेर तोड अब म भन्दिन भने म पनि सुतेर बस्छु ल कति भन्छ ल बुढी चुत 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 अनि हिसाब गरेर माथि। भन्दिउ न त उसले पनिसमेन्ट गर्छ भनेको चाहिँ यार सपना धेरै हल्ला भयो कि अरू गेम नखेल्ने हो। रविनजी भयो त 30 वटा भन्यो त नि भनिरहेछ एरिस कुट्न यार तेरो दम छैन बोल्न मात्र ओइ के कुटी राख्यो तैँले यो सुक्या खुर्सानी कुट्न ठोक्न अलि ठोक त ट्याक 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 पारेर बस्ने यार के यस्तो सोच्नु भइसक्यो। के यो ट्याक 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 पारेर बसिरहेछ रविनजी हेर्नु त है यस्तो भइसक्यो भएन हेर्नु हेर्नु कति अन्डा छ ल गेन ठ्याक्कै 30 वटा छ कस्तो हो बुढीको अन्डा निकालेर आइस क्या हो छ त निकै जे पाए त्यही नबोल ल पनिसमेन्ट गर ल भाइ नरो ल नरो नि चन्दनलाई तल नलेको सपनाले मात्र अगाडि आऊ सिधा कुरा तिमीले चाहिँ हेड गर जे गर गर तर सपनाले गर्दा भ्युर्स अड्डिन्छ यार रमी त हेर्न पाइन्छ केटा हो यतिको मान जिन्दगीमा हुनुपर्छ यार हो कि नै माथि घुसार त छिराइदियो अड्छ तिम्रो त सानो छ डुबाइदियो अड्छ सानो छ यसको